साइफन एक्युडक्टको फिगर कस्तो हुन्छ बुझौँ है त। सो यो चाहिँ मेरो साइफन एक्युडक्ट भयो। किन साइफन एक्युडक्ट भयो भने जस्तै यो केसमा हामीले मान्यौँ ड्रेनेज चाहिँ यताबाट यो डिरेक्सनबाट यता फ्लो भइरहेछ अरे, इमेजिनेसन गर्ने है त। अनि क्यानल चाहिँ बिचमा यो माथिबाट क्यानल चाहिँ यसरी फ्लो भइरहेछ अरे है त। अनि यो ड्रेनेजको वाटर लेभल हेरौँ त। ड्रेनेजको वाटर लेभल भनेको यहाँ छ, अनि क्यानलको बेड भनेको त यहाँ छ नि त। सो क्यानलको बेडभन्दा ड्रेनेजको वाटर लेभल भनेको माथि भयो। सो यतिखेर के हुन्छ, साइफन एक्युडक्ट हामी डिजाइन गर्छौँ। यदि यो ड्रेनेजको वाटर लेभल चाहिँ यदि यो स्ल्याबभन्दा यो बेड लेभल अफ क्यानलभन्दा यदि तल भएको थियो भने हामी एक्युडक्ट डिजाइन गरिदिउँ है त। यहाँ चाहिँ हामी साइफन एक्युडक्ट डिजाइन गरिरहेछौँ। यो भनेको यहाँ यो भनेको वाटर लेभल भयो के को भन्दा ड्रेनेजको है त। अनि यो हेरौँ त, यसलाई भन्छौँ हामी यदि पानी यसरी यताबाट यता फ्लो भइरहेछ भने यो भनेको अपस्ट्रिम भयो, यो भनेको डाउनस्ट्रिम पोर्सन भयो। यो अपस्ट्रिमको कटअप भयो यति है त। यसको लागि पनि हामी डिजाइन गर्छौँ क्या, यसको डेप्थ कति हुनुपर्छ, अनि यो कटअपको यो तलको बटमको आरएल कति हुनुपर्छ यो डिजाइन गर्छौँ। त्यसै गरी यताको यो भयो हाम्रो डाउनस्ट्रिमको कटअप है त। सो यो दुइटैको लागि हामी डिजाइन गर्छौँ, यसको डेप्थ डिजाइन गर्छौँ, अनि यसको यो बटममा चाहिँ आरएल कति हुनुपर्छ त त्यो डिजाइन गर्छौँ है त। अनि यता भनेको हामीले प्रोटेक्सन दिएको हुन्छौँ यो कटअपहरू, किनभने हाम्रो स्काउट चाहिँ नहोस् भनेर है त। सो यो प्रोटेक्सन लेयर हुन्छ यता पनि, अनि यता डाउनस्ट्रिममा प्रोटेक्सन लेयर हुन्छ। यो प्रोटेक्सन लेयरको लेन्थ चाहिँ कति हुनुपर्छ त त्यो हामी डिजाइन गर्छौँ है त। यसको लेन्थ कति हुनुपर्छ त्यो हामी डिजाइन गर्छौँ। सो अब एउटा न्युमेरिकलबाट बुझौँ है त। सो मैले यसको चाहिँ प्लानमा अलिकति बुझाएँ भने हेरौँ है त। प्लानमा बुझाउँदा के यस्तो हुन्छ क्या, हेरौँ त। यसरी क्यानल फ्लो भइरहेछ, जहाँ इन्टरसेक्ट गरिन्छ त्यहाँ चाहिँ डिजाइन यसरी बनाइन्छ है त। सो यताबाट ड्रेनेज यसरी गइरहेछ, यता ड्रेनेज यसरी गइरहेछ, क्यानल भनेको यसरी फ्लो भइरहेछ है त। यो माथिबाट तल आएको छ भनेर मान्दा भयो क्या क्यानल चाहिँ। सो यो क्यानलको हेरौँ है, यसलाई भनिन्छ यसलाई हामी के भन्छौँ भने ट्रान्जिसन पोर्सन भन्छौँ। यो पनि ट्रान्जिसन पोर्सन भयो, यो कन्ट्र्याक्सनको भयो, यो के भयो एक्सपान्सनको भयो। सो यो यतिबाट चाहिँ हाम्रो यतिलाई चाहिँ हेरौँ है, यहाँबाट यतिसम्मको लागि चाहिँ हामी के भन्छौँ, यतिलाई चाहिँ रेक्टेङ्गुलर ट्रप भन्छौँ है त। रेक्टेङ्गुलर TRUGH ट्रप भन्छौँ, वा फ्लेम पनि भनिरहेको हुन्छौँ है त। सो यतिबाट चाहिँ हाम्रो ड्रेनेज यसरी फ्लो हुँदो रहेछ भनेर बुझ्नु पऱ्यो, बुझिन्छ। ओके, अब यति बुझिन्छ भने ओके, यो हामी हरेक सेक्सनमा अहिले बेड लेभलहरू डिजाइन गरिरहेको हुन्छौँ है त। यो हरेक सेक्सनमा बेड लेभलहरू डिजाइन गर्छौँ। अनि यो कन्ट्र्याक्सनको यो लेन्थ कति छ त, यो ट्रान्जिसनको यो कन्ट्र्याक्सन पोर्सनमा लेन्थ कति छ यो डिजाइन गर्छौँ। यो पनि डिजाइन गरिरहेको हुन्छौँ है त, एकछिनबाट हेर्छौँ। हाम्रो यो भनेको चाहिँ के भयो भने प्लान भ्यू भयो क्या। अनि अर्को के बुझ्नुपर्छ भने हाम्रो क्यानल भनेको त केही यस्तो होला नि त होइन। सो हामीले पहिनी हेऱ्यौँ भने केही यस्तो सेपको होला। सो यो सेप चाहिँ हेरौँ है, हामीलाई नर्मली साइड स्लोप अफ द क्यानल भनेर दिएको हुन्छ क्वेसनमा, मैले देखाउँछु। सो यो सेप भनेको चाहिँ हाम्रो यतिमा छ भनेर बुझ्नु पऱ्यो क्या। यहाँदेखि यता छ है त, यदि साइड स्लोप दिएको छ भने, अनि यहाँदेखि उता चाहिँ केही यस्तै सब सेप छ भनेर बुझ्नु पऱ्यो। तर यति पोर्सनमा चाहिँ हाम्रो सेप भनेको नर्मल्ली यस्तै छ। यो भनौँ, यो के भनौँ भने यो साइड स्लोप जस्तो यस्तो छैन भनेर बुझ्नु पऱ्यो है त। यति पोर्सनमा क्या यो जहाँबाट ट्रान्जिसन सुरु भएको छ नि, जहाँ अन्त्य भएको छ नि, त्यहाँ चाहिँ केही यस्तो सेप छैन भनेर बुझ्नु पऱ्यो क्यानलको है त। अनि यो यता चाहिँ यहाँबाट यो जुन यो अगाडि आइरहेको थियो, अनि ट्रान्जिसन जहाँबाट स्टार्ट भयो यहाँ अगाडि आएसम्म यहाँसम्म, र यहाँदेखि यता चाहिँ हाम्रो क्यानल चाहिँ केही यस्तो साइड स्लोपवाला छ भनेर बुझ्नु पऱ्यो। हल्का साइड चाहिँ यस्तो स्लोप छ भनेर बुझ्नु पऱ्यो। यो बिचमा चाहिँ हाम्रो साइड स्लोप छैन वा स्ट्रेटै छ भनेर बुझ्नु पऱ्यो है त। यसरी क्यानल जस्तै यो हेरौँ त, यहाँ पनि केही त्यस्तै चाहिँ यसरी बुझौँ न। कसरी बुझौँ भने हेरौँ है, जस्तै क्यानल चाहिँ यस्तो छ अरे क्या। नर्मली यो साइडमा यस्तो हुन्छ, यो साइड पनि यस्तो हुन्छ नि होइन, हल्का साइड स्लोप हुन्छ। तर यो बिचमा चाहिँ हामीले यहाँदेखि ओके यहाँबाट यति पोर्सनमा चाहिँ यहाँबाट यति पोर्सनको लागि चाहिँ त्यस्तो साइड स्लोप छैन भनेर बुझ्छौँ है त। अरूतिर साइड स्लोप छ भनेर बुझ्छौँ। सो यति बुझेपछि अब क्वेसनतिर जाउँ है त। क्वेसन यो एउटा छ। सो यो क्वेसन हेऱ्यौँ भने मजाले हेऱ्यौँ भने क्यानलको डिस्चार्ज अनि यता ड्रेनेजको डिस्चार्ज यताउता बेड लेभलहरू दिएको छ है त। सो यहाँ के बुझ्नुपर्छ भने हेरौँ त, फुल सप्लाई डेप्थ अफ क्यानल भनेको छ 1.5 मिटर है त। यो भनेको चाहिँ क्यानलमा वाटरको डेप्थ भनेको 1.5 मिटरै छ भनेर हामी लिएर गरिरहेको हुन्छौँ क्या। यो ट्रान्जिसन पोर्सनमा नि त्यति नै छ, डेप्थ अफ वाटर यहाँ पनि त्यति नै हुन्छ, यता पनि त्यति नै हुन्छ, डेप्थ अफ वाटर यता पनि त्यति नै हुन्छ भनेर हामी डिजाइन गर्छौँ है त। त्यो अनुसार डिजाइन गर्छौँ, यो बुझ्नु पऱ्यो। किनकि हाम्रो एरिया चेन्ज गर्छौँ तर डेप्थ चाहिँ हामी कन्सटेन्ट नै राखिरहेको हुन्छौँ क्या, 1.5 मिटरै राखिरहेको हुन्छौँ, बुझिन्छ।
अनि अर्को भनेको जुन यो हाई फ्लड लेभल दिएको छ नि हेरौँ त फुल सप्लाई डेप्थ अफ केनल दिएको छ यो भनेको डेप्थ अफ वाटर भयो अनि हाई फ्लड लेभल अफ डिस्चार्ज अफ ड्रेनेज दिएको छ यो हाई फ्लड लेभल भनेको चाहिँ यो कहाँको बुझौँ भने यो डाउन स्ट्रिमतिर गयो भनेर बुझ्नु पऱ्यो है त यसरी हाई फ्लड लेभलहरू दिएको छ भने यो डाउन स्ट्रिमको भनेर बुझ्नु पऱ्यो अनि अर्को भनेको के दिएको छ भने अरू केही दिएको छ ओके केही दिएको छैन सो यसरी हाई फ्लड लेभल डिस्चार्ज ड्रेनेजको दिन्छ भने यो चाहिँ यताको डाउन स्ट्रिमको भनेर बुझ्नु पऱ्यो सो यति बुझेपछि हाम्रो स्टेप्स हेरौँ है त ओके स्टेप 1 मा हामी के गर्छौँ भने स्टेप यसको लगभग 8वटा जति छ है त एउटा स्टेप 8 चाहिँ हामी स्किप हानिदिन्छौँ त्यो कपीमा भएको अरू 8वटा चाहिँ गर्छौँ है त सो स्टेप 1 मा के गर्छौँ भने ड्रेनेज वाटर भएको ड्रेनेज चाहिँ डिजाइन गर्छौँ क्या यो भनेको मैले भर्खरै देखाएँ नि होइन सो यो भनेको चाहिँ हेरौँ है यदि हाम्रो ड्रेनेज यसरी यताबाट यता फ्लो भइरहेछ भने अनि मैले यसलाई प्लानमा देखाएँ भने कि यस्तो हुन्छ सो स्टेप 1 मा चाहिँ हामी के गर्छौँ भने हेरौँ त स्टेप 1 मा ड्रेनेजको वाटर वे डिजाइन गर्छौँ क्या भनेको यो जुन यो ड्रेनेज छ नि यसरी यता फ्लो भइरहेछ यसको यो विड्थ चाहिँ कति हुन्छ त यो डिजाइन गर्छौँ है त अनि यो ड्रेनेजमा चाहिँ हामी साइपोन ब्यारेल्सहरू प्रोभाइड गरिरहेको हुन्छौँ क्या बिचमा त्यो साइपोन ब्यारेल्सहरू कतिवटा प्रोभाइड गर्नुपर्छ है त यो यता हाम्रो साइपोन ब्यारेल्सहरू यसरी हुन्छ सो यसरी यो मुनिबाट प्रोभाइड गरिरहेको हुन्छौँ यो इमेजिनेसन गर्ने है त सो मैले यदि यहाँ बसेर यता हेरेँ भने चाहिँ के यस्तो देखिन्छ क्या हाम्रो यो चाहिँ ड्रेनेजको पाथ भयो यो हामी पाथ डिजाइन गर्छौँ है त अनि यहाँ चाहिँ साइपोन ब्यारेल्सहरू यसरी प्रोभाइड गरिन्छ क्या यसरी प्रोभाइड गरिन्छ भनेको पानी यसरी भित्रबाट जान्छ बिचमा यसरी वालहरू वा भनौँ यसरी पायर्सहरू प्रोभाइड गरेको हुन्छ है त सो यो साइपोन ब्यारेल्सहरू कतिवटा चाहिन्छ त्यो पनि निकाल्छौँ क्या जस्तै यो क्वेसनमा हेरौँ है यो हाम्रो यो ड्रेनेजको यो वाटर वे कति छ त यो विथ कति छ त त्यो निकाल्नको लागि है त हामीले फर्मुला अनुसार के गर्यौँ भने पी इक्वल्स टु 4.75 पी भनेको यो ड्रेनेजको हाम्रो विथ भयो रुट अन्डर क्यू हुन्छ ड्रेनेजको लागि गर्दैछौँ भने ड्रेनेजकै डाटा युज गर्छौँ है त यसरी हामीले यो विथ निकाल्यौँ क्या भनेपछि 106.2 मिटर चाहिँ हामीलाई यति चाहिँदो रहेछ क्या हामीलाई यति चाहिँदो रहेछ अब हामीले के गर्यौँ भने नम्बर अफ बेड्स प्रोभाइड गर्छौँ है त 8 मिटर विथ भएको नम्बर अफ बेड्स यसरी प्रोभाइड गर्छौँ क्या यहाँ त बेड्स हुन्छ नि त होइन ब्यारेल्सहरू हुन्छ साइपोन ब्यारेल्सहरू हुन्छ यसरी होला निकैवटा होला सो यो चाहिँ हामी 8 मिटरको हामीले प्रोभाइड गऱ्यौँ है त 8 मिटर इचको प्रोभाइड गऱ्यौँ 9वटा भन्दा पनि 12वटा प्रोभाइड गरेछौँ है त सो यो कतिवटा प्रोभाइड गर्ने यो दिमागमै हिसाब गर्ने हो क्या लगभग 106 भन्दा अलिकति थोरै हुने गरी चाहिँ हामी ट्याक्कै प्रोभाइड गर्छौँ 8 मिटर विथको प्रोभाइड गऱ्यौँ 12वटा है त अनि त्यसै गरी यसरी ब्यारेल्स छ भने हेरौँ त यसरी ब्यारेल्स छ भने होइन जस्तै यो केसमा हेरौँ है एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा भने मैले बुझ्नको लागि सो 5वटा ब्यारेल्स छ भने यो बिचमा हाम्रो पायर्स भनेको त एउटा दुईवटा तिनवटा चारवटा हुने रहेछ नि त जतिवटा ब्यारेल्स हुन्छ जतिवटा बेच हुन्छ यो बिचको पायर्सहरू भनेको एउटा कम हुँदो रहेछ होइन 1 2 3 4वटा भयो क्या सो अब यो केसमा 12वटा ब्यारेल्स प्रोभाइड गरिरहेछौँ भने बेचहरू प्रोभाइड गरिरहेछौँ भने है त के भयो 11वटा हाम्रो के भयो पायर्सहरू भयो है त अनि पायर्सको विथ हामीले 1.5 मिटर एज्युम गऱ्यौँ अनि यसरी चाहिँ हामीलाई चाहिने यति थियो अनि हामीले निकाल्यौँ चाहिँ लेन्थ अफ द वाटर भनेको यो ड्रेनेजको यो विथ भनेको चाहिँ हामीले 112.5 मिटर निकाल्यौँ क्या ठिकै छ चाहिने यति थियो हामीले निकाल्यौँ यति होइन ओके ठिक छ अनि त्यसपछि हामी के गर्छौँ भने हामीले ब्यारेल्स त प्रोभाइड गऱ्यौँ होइन सो यसरी ब्यारेल्स त प्रोभाइड गऱ्यौँ अनि यो ब्यारेल्सको विथ पनि हामीलाई थाहा छ 8 मिटर भनेर अब यसको हाइट गर्छौँ क्या यो कति माथिसम्म छ त जस्तै मैले यो साइडबाट देखाएँ भने यहाँ उभिएर यता हेरेँ भने यसरी बिचमा ब्यारेल्सहरू हुँदो रहेछ होइन यता पानी यसरी फ्लो भइरहेछ ड्रेनेज सिस्टममा अब यसको हाइट भनेको नर्मल्ली माथि चाहिँ कति छ त यसको हाइट कति उठेको छ त त्यो निकाल्नु पऱ्यो होइन त्यसको लागि हामी के गर्छौँ एरिया इक्वल्स टु डिस्टेन्स इक्वल्स टु एरिया इन्टु भेलोसिटी गर्छौँ त्यहाँबाट एरिया निकाल्छौँ एरिया चाहिँ हामीले पुरै ब्यारेल्सहरू सबैको एरिया सबैको निकाल्छौँ है त अनि त्यस पछाडि यो भेलोसिटी भनेको चाहिँ जुन यहाँबाट पानी यसरी बेचहरूबाट ब्यारेल्सहरूबाट भित्र फ्लो हुन्छ नि ड्रेनेजको पानी त्यसको भेलोसिटी भनेको हामीले 2 मिटर पर सेकेन्ड एज्युम गऱ्यौँ क्या सुरुमै अब यो बेचबाट पानीमा पास हुने भेलोसिटी पनि त्यति नै हुन्छ यसबाट पनि त्यति नै हुन्छ यसबाट पनि त्यति नै हुन्छ होइन त्यही भएर एउटै भेलोसिटी सबैतिरको बेचबाट पानी पास हुने भनेको एउटै भेलोसिटी भनेर मान्दा भयो त्यसै भेलोसिटी 2 मिटर पर सेकेन्ड मानेर एरिया निकाल्यौँ यो एरिया भनेको चाहिँ पुरै ब्यारेल्स 12वटै ब्यारेल्सको एरिया आयो अनि त्यसलाई डिभाइड बाई 12 गरेपछि हाम्रो के आउँछ
एउटा ब्यारेलको एरिया आउँछ है त। त्यसपछि एउटा ब्यारेलको एरिया इक्वल्स टु बी इन्टु 8, बी भनेको 8 छँदैछ हाम्रो, अनि एच भनेको बी इन्टु एच गरेर बी भनेको 8 मिटर छ, एच भनेको हाइट अफ द ब्यारेल निकाल्न सक्छौँ है त। ओके, अब यो हाइट अफ द ब्यारेल हेरौँ है, डिस्चार्ज भनेको एरिया इन्टु भेलोसिटीबाट एरिया निकालेर बी इन्टु एच गरिरहेको छौँ नि होइन। यो हाइट अफ द ब्यारेल भनेको त के हुन्छ भने के बुझ्नु पऱ्यो भने हाम्रो हाई फ्लड लेभल भनेको त हेरौँ त यसरी माथि छ नि त होइन, निकै माथि छ, लगभग क्यानलकै माथिसम्म छ भनेर बुझ्नु पऱ्यो। अनि ब्यारेल्स भनेको त क्यानलको बेडभन्दा त तल हुन्छ नि त, क्यानलभन्दा त तल चाहिँ हाम्रो ब्यारेल्सहरू यसरी हुने हो नि त होइन। यो क्यानल माथि छ भनेपछि पानी चाहिँ कम्प्लिट यो ब्यारेल्सको पुरै हाइटभरि नै फ्लो हुन्छ भनेर मानिरहेको छौँ क्या, त्यसरी नै फ्लो भइरहेको हुन्छ नि त। त्यही भएर यसरी हामीले हाइट निकाल्न सजिलै सक्यौँ है त, फ्री बोर्डहरू जोडिरहनु परेन क्या, किनकि क्यानलभन्दा मुनि हाम्रो ब्यारल्स हुन्छ, क्यानलको ठ्याक्क मुनिसम्म ब्यारल्स हुन्छ, ब्यारलको हाइट टोटल हाइट चाहिँ हाम्रो के भइरहेछ, पानी फ्लो भइरहेछ क्या, पानी फ्लो भइरहेछ। त्यही भएर हाइट अफ ब्यारल भनेकै के भयो, यसमा फ्री बोर्ड चाहिँ जोडिरहनु परेन, यसरी क्यु इक्वल्स टु ए इन्टु भी गरेर हामीले एच सजिलै निकाल्यौँ है त। अनि त्यसपछि हामीले अगाडि एजीमा एउटा भ्यालोसिटी गरेको थियौँ, अर्को अब त्यो भ्यालोसिटी राइट छ कि छैन भनेर चेक गर्छौँ है त। चेक गऱ्यौँ, यो स्टेप 1 सक्यो। अब हेरौँ है स्टेप 2मा के छ भने स्टेप 2मा हेरौँ है डिजाइन अफ क्यानल वाटरवे गर्छौँ क्या। यहाँबाट बुझौँ त, हामीले के गर्यौँ भने यो ड्रेनेजको लागि हेरौँ है, यहीँबाट बुझौँ न त। सुरुमा यो ड्रेनेजको लागि यो डिजाइन गऱ्यौँ क्या, यो विथ कति हुन्छ भनेर गऱ्यौँ, अनि ब्यारेल्स स्टेप 1मा गऱ्यौँ है त यो चाहिँ, अनि ब्यारेलको हाइट कति हुन्छ भनेर गऱ्यौँ है त, यो स्टेप 1मा गऱ्यौँ। स्टेप 2मा के गर्छौँ, अब यो क्यानलको लागि डिजाइन गर्छौँ क्या, यो क्यानलको यो पोर्सन कति हुनुपर्छ, यो पोर्सन कति हुनुपर्छ है त, अनि यो पोर्सन यताको जति हुन्छ यसको ठ्याक्क आधी यो लिइरहेको हुन्छ। अनि त्यसै गरी यो लेन्थहरू डिजाइन गर्छौँ क्या, यो लेन्थ, यो कन्ट्र्याक्सनमा यो ट्रान्जिसनको लेन्थ कति छ, यो लेन्थ कति छ भनेर स्टेप 2मा डिजाइन गर्छौँ। स्टेप 2मा यो क्यानलको के डिजाइन गर्छौँ अरे, यसको यो विथ कति हुन्छ, अनि यो ट्रान्जिसनको लेन्थ कति हुन्छ यो कन्ट्र्याक्सन पोर्सनको, अनि यो एक्सपान्सन पोर्सनको ट्रान्जिसनको लेन्थ कति हुन्छ यो डिजाइन गर्छौँ। अनि स्टेप 3मा चाहिँ हामी यो डिफ्रेन्ट लेभलमा बेड लेभलहरू डिजाइन गर्छौँ क्या। बेड लेभल कति छ त, जस्तै यो पोर्सनमा बेड लेभल कति हुन्छ, यो फिगर भनेको त खासमा यस्तो हो नि त होइन। यस्तै छ हाम्रो क्यानल भनेको यस्तो छ, अनि ड्रेनेज भनेको यसरी फ्लो हुन्छ होइन। यहाँबाट यति रेक्टेङ्गुलर क्रिस्टबाट यति रेक्टेङ्गुलर ट्रपबाट फ्लो हुन्छ, रेक्टेङ्गुलर क्रिस्ट भन्दा नि रेक्टेङ्गुलर ट्रप यतिबाट फ्लो हुन्छ। सो स्टेप 1मा यताको लागि डिजाइन गऱ्यौँ, स्टेप 2मा यो क्यानलको लागि डिजाइन गऱ्यौँ, स्टेप 3मा चाहिँ हामी यसको बेड लेभल डिजाइन गर्छौँ क्या। यसलाई सेक्सन 4 मान्छौँ, यसलाई सेक्सन 3 मान्छौँ, यसलाई सेक्सन 2 मान्यौँ, अनि यसलाई सेक्सन 1 मान्यौँ, अनि यसरी यिनीहरूको लागि बेड लेभल डिजाइन गर्छौँ है त। यो कसरी गरिन्छ म भन्छु। अनि स्टेप 4मा चाहिँ हामी के गर्छौँ भने डिजाइन अफ द ट्रान्जिसन गर्छौँ क्या। ट्रान्जिसन भनेको हेरौँ है, यो जस्तै हेरौँ है, यताको यो भनेको हाम्रो 30 मिटर छ अरे, यो भनेको ठ्याक्क हाम्रो कति हुन्छ आधी मानिरहेको हुन्छौँ, 15 मिटर मानिरहेको हुन्छौँ। सो यहाँ 30 मिटर छ, यहाँ 15 मिटर छ, यो बिचको चाहिँ विथहरू कति छ त त्यो डिजाइन गर्छौँ क्या। यो कन्ट्र्याक्सनमा कति हुन्छ, अनि यो एक्सपान्सनमा पनि यो बिचको विथहरू कति हुन्छ त त्यो डिजाइन गर्छौँ। यसको लागि एउटा मित्रज फर्मुला भन्ने छ, म देखाउँछु है त। त्यसपछि डिजाइन अफ द ट्रप गर्छौँ क्या। डिजाइन अफ द ट्रप भनेको यसको डिजाइन गर्छौँ, यसको हेरौँ त। ओके, यसको डिजाइन गर्छौँ, यसमा चाहिँ हामीले कम्पार्टमेन्टहरू छुट्याएको हुन्छौँ है त। सो यो डिजाइन गऱ्यौँ क्या, यो कम्पार्टमेन्टहरू कतिवटा छुट्याउने, यहाँ भनेको यो इन्सपेक्सनको लागि रोड हुन्छ है त। सो त्यो डिजाइन गर्छौँ क्या स्टेप 5मा त है, स्टेप 5मा। अनि स्टेप 6मा चाहिँ के गर्छौँ भने हेरौँ है, स्टेप 6मा यो प्लान भ्यू भयो। अब ड्रेनेज भनेको हाम्रो यसरी भित्र पसिरहेछ, यो यति पोर्सनमा हाम्रो के हुन्छ ब्यारेल्सहरू हुन्छ यसरी। सो ड्रेनेजको पानी यसरी पस्यो, यता यो तल हुँदै यसरी बाहिर निस्किन्छ होइन। सो यो बिचमा हाम्रो ब्यारेल्सहरूबाट पानी पास हुँदा चाहिँ त्यहाँ हेड लस कति भइरहेछ त त्यो निकाल्छौँ क्या। अब यहाँ मजाले हेरौँ है, यो क्यानलको यो ट्रपको यति विथ भन्नु र यो तलबाट ठ्याक्क के हुन्छ ब्यारेल हुन्छ यसरी होइन। यो ब्यारलको टोटल लेन्थ भन्नु एउटै हुन्छ क्या। फेरि बुझौँ है, यो ट्रपको यो यति वाटरवेको यति लेन्थ भन्नु र यति विथ भन्नु र यति डिस्टेन्स भन्नु र ब्यारेलको यो मुनिबाट हाम्रो के हुन्छ ठ्याक्क ब्यारेल हुन्छ नि होइन, ठ्याक्क पानी पास गर्नुको लागि ब्यारेल हुन्छ, त्यो ब्यारेलको लेन्थ भन्नु एउटै हुन्छ। ओके, अनि त्यसपछि स्टेप 7मा हामी के गर्छौँ भने
अब हेरौँ है, यसरी यहाँ पानी मुनिबाट यसरी पास भइरहेको छ होइन। सो यो स्ल्याबको यो माथि यो स्ल्याबको यो ठ्याक्क यो सर्फेसमा त के हुन्छ, मुनिबाट अपलिफ्ट दिइरहेको हुन्छ। त्यो अपलिफ्टको डिजाइन गर्छौँ क्या, अपलिफ्ट कति दिन्छ भनेर डिजाइन गर्छौँ है त स्टेप 7मा। अनि स्टेप 8मा चाहिँ के गर्छौँ भने यो कट अफहरूको डिजाइन गर्छौँ अनि यो प्रोटेक्सन लेयरहरूको डिजाइन गर्छौँ। सो यति बुझेपछि म कहाँ थिएँ भने स्टेप 3मा थिएँ, वा भनौँ स्टेप 2मा थिएँ है त। सो स्टेप 2मा हामीले के गर्यौँ, यो क्यानलको चाहिँ डिजाइन गर्छौँ। यो क्यानलको भनेको यसको यो कति हुन्छ अनि यो ट्रान्जिसन यो लेन्थहरू कति हुन्छ भनेर डिजाइन गर्छौँ है त। यो लेन्थहरू कति हुन्छ भनेर डिजाइन गर्छौँ। सो हेरौँ त स्टेप 2मा माथिको नर्मल यो विथ भनेको 30 मिटर छ, यसको ठ्याक्क आधी भनेको यहाँको विथ हुन्छ होइन 15 मिटर मान्यौँ। अनि यो चाहिँ यो जुन यो ट्रान्जिसन पोर्सन छ नि, सो यो ट्रान्जिसन पोर्सनमा चाहिँ स्लोप भनेको मैले यताको 2:1 माने र यताको भनेको 3:1 माने है त। सो यो यताको 2:1 मान्नु र यो साइडको 2:1 मान्नु एउटै हो है त, किनकि यहाँ कन्ट्र्याक्सन भइरहेछ। अनि यो पोर्सनमा मैले 3:1 माने र यो पोर्सनमा 3:1 मानेपछि यता पनि 3:1 नै हुन्छ, यो बुझ्नु पऱ्यो। सो यसरी माने है त। अनि यहाँ हेरौँ त यति 15 मिटर छ, सो यता 7.5 आदि आदि हुने पऱ्यो है त। अनि अब मलाई हेरौँ है, यताको साइड स्लोप दिएको छ, यो 7.5 दिएको छ। अब यो लेन्थ कति हुन्छ त, यो लेन्थ यहाँ एकदम ध्यान दिने है। यो लेन्थ कति हुन्छ भने यो लेन्थको लागि चाहिँ म के गर्छु भने यसरी निकाल्छु क्या, यसलाई अलिकति सुताएर यसरी हेर्छु म, किनकि उठाएर गर्दा अलिकति कन्फ्युजन जस्तो हुनसक्छ। सो यताको स्लोप भनेको 2:1 दिएको छ अनि यो हाइट भनेको 7.5 दिएको छ होइन। अब 1 मिटर भर्टिकल हुँदा त 2 मिटर होरिजोन्टल हुने पऱ्यो नि त होइन। भनेपछि 7.5 मिटर भर्टिकल हुँदा 2 × 7.5 मिटर होरिजोन्टल हुने पऱ्यो। त्यसरी यो लेन्थ निस्किने पऱ्यो क्या। यहाँ स्टेप 2मा यहाँ त्यही छ है। स्टेप 2को हेरौँ त नर्मल कपीमा पनि त्यही छ है। लेन्थ अफ ट्रान्जिसन इन कन्ट्र्याक्सन क्या, 2 × 7.5 हुने पऱ्यो। त्यस्तै यो तलको लागि पनि है, यो तलको लागि पनि मैले सुताएर हेरेँ भने 1 मिटर भर्टिकल जाँदा चाहिँ 3 मिटर होरिजोन्टल गइरहेछ भनेपछि 7.5 मिटर भर्टिकल जाँदा कति होरिजोन्टल जानुपर्छ भनेको यस्तो हो क्या। सो यो तलको लागि पनि मैले हेरेँ भने यो स्लोप भनेको त 3:1 दिएको छ। सो अनि हाम्रो यो हाइट भनेको त 7.5 मिटर आएको छ होइन। अनि यो चाहिँ कति हुन्छ त, यो कति हुन्छ भने नर्मली 7.5 × 3 हुन्छ। यो कसरी गरेको भने 1 मिटर भर्टिकल जाँदा 3 मिटर होरिजोन्टल जानु परेको छ भनेपछि 1 मिटर भर्टिकल जाँदा 7.5 मिटर होरिजोन्टल कति जानुपर्छ भन्दा यति जानुपर्छ है त। 7.5 मिटर भर्टिकल जाँदा चाहिँ होरिजोन्टल यति जानुपर्छ। सो यसरी गर्छौँ क्या यो लेन्थ चाहिँ निकाल्नको लागि है त। यो सम्झिने, तर लेन्थ निकाल्न चाहिँ म यसरी गर्छु क्या, अलिकति कन्फ्युजन हुँदैन। सो त्यति गरेपछि स्टेप 3मा चाहिँ के गर्छु भने म बेड लेभलहरू डिजाइन गर्छु क्या। सो बेड लेभलको लागि के बुझ्नुपर्छ भने टोटल इनर्जी लेभलमा हेरौँ है, टोटल इनर्जी लेभल निकाल्नको लागि यदि मैले वाटरको सर्फेस आरएल अफ टोटल इनर्जी लेभल भनेको आरएल अफ वाटर सर्फेस प्लस भेलोसिटी हेड गरेँ भने मेरो टोटल इनर्जी लेभल आउँछ। फेरि बुझौँ है, वाटर सर्फेसको आरएल वाटर सर्फेसको लेभल प्लस भेलोसिटी हेड गरेँ भने टोटल इनर्जीको लेभल आउँछ है त, बुझिन्छ। अनि त्यसै गरी हेरौँ है स्टेप 4मा हेरौँ है, यो क्वेसनमा दिएको छ क्या। के दिएको छ भने हाई फ्लड लेभल अफ ड्रेनेज दिएको छ 107 मिटर। यो भनेको ड्रेनेजको हाई फ्लड लेभल दिएको छ नि त, यो भनेको डाउन स्ट्रिममा दिएको छ भनेर बुझ्नु पऱ्यो क्या, बुझिन्छ। ओके, अनि त्यसै गरी यो त ड्रेनेजको त अहिले चाहिएको होइन नि त मलाई, अहिले क्यानलको चाहिएको। सो क्यानलको कति दिएको छ त बेड लेभल अफ क्यानल दिएको छ, कति दिएको छ 106 मिटर दिएको छ नि। यो पनि डाउन स्ट्रिमतिरको भनेर बुझ्नु पऱ्यो क्या। फेरि बुझ्ने, बेड लेभल यो क्यानलको बेड लेभल दिएको छ 106 मिटर भनेर, यो चाहिँ हाम्रो डाउन स्ट्रिमतिरको भनेर बुझ्नु पऱ्यो। सो यदि बुझेपछि हेरौँ है, भनेपछि हाम्रो क्यानल यदि यसरी फ्लो भइरहेछ भने हामीले त यही मानिरहेछौँ यसरी तल फ्लो भइरहेछ भनेर। सो यो 4 भन्ने सेक्सनमा चाहिँ हामीलाई बेड लेभल दिएको रहेछ। सो अब यो 4 भन्ने सेक्सनको बेड लेभलमा यदि मैले के जोडेँ भने यो फ्लो अफ डेप्थ जोड्यो भने, फ्लो अफ डेप्थ भनेको त 1 मिटर दिएको छ नि त, फ्लो अफ डेप्थ जोड्यो भने मेरो के आउँछ भने वाटर लेभलको हाइट आउँछ कि आउँदैन, आरएल अफ वाटर सर्फेस आउँछ कि आउँदैन, आउँछ नि 4मा होइन। के बुझ्नु पऱ्यो, यो 4 भन्ने सेक्सनको मलाई बेड लेभल दिएको छ, इमेजिनेसन गर्ने बेड लेभल दिएको छ। त्यो बेड लेभलमा मैले यदि वाटरको हाइट जोडेँ भने के आउँछ, वाटर सर्फेससम्मको लेभल आउँछ। अनि वाटर सर्फेससम्मको लेभलमा मैले भेलोसिटी हेड जोडेँ भने के आयो, टोटल इनर्जी लेभल आयो।
कुनमा 4 मा आयो है त, यो सेक्सन 4.4 मा आयो। हामीले यो डिजाइन अफ द बेड लेभलमा चाहिँ के निकाल्ने भने हरेकको टोटल इनर्जी लेभल निकाल्ने अनि बेड लेभल निकाल्ने है त। सो बेड लेभलमा के निकाल्ने, हरेकको टोटल इनर्जी लेभल अनि बेड लेभल निकाल्ने। सो भेलोसिटी 8 को फर्मुला यताउता म एकछिनबाट देखाउँछु। सो 4 को मेरो टोटल इनर्जी लेभल आयो अनि बेड लेभल त म दिएकै छ क्वेसनले हैन। सो 4 को लागि सक्यो। अब 3 को लागि हैन, 3 को लागि टोटल इनर्जी लेभल अनि बेड लेभल निकाल्ने। 3 को लागि टोटल इनर्जी लेभल भनेको हेरौँ त। सो यो 3 मा पानी यसरी फ्लो भइरहेछ। सो 3 देखि 4 मा जाँदा त एक्सपान्सन भइरहेछ नि, यहाँ केही न केही हिट लस भइरहेको हुन्छ। सो अब हेरौँ है, यो 3 को इनर्जी टोटल इनर्जी लेभलबाट यहाँदेखि यहाँसम्म पुग्दा हिट लस भइरहेछ। पानी यसरी 3 बाट 4 सम्म जाँदा हिट लस भइरहेछ एक्सपान्सनले गर्दा है त। सो के बुझ्नुपर्छ भने यो 4 को हेरौँ है, यो 3 को टोटल इनर्जी लेभलमा यदि यो हिट लस घटाउने हो भने 4 को टोटल इनर्जी लेभल आउँछ। वा यसरी भन्न सकिन्छ, 4 को हामीलाई टोटल इनर्जी लेभल आइसकेको छ। हामी यसरी 4 बाट उभो गर्दै डाटाहरू निकाल्दै जान्छौँ है त, तलबाट यो डाउनस्ट्रिम पोर्सनबाट निकाल्दै जान्छौँ क्या डाटाहरू टोटल इनर्जी लेभल अनि बेड लेभलको। सो यो 4 को टोटल इनर्जी लेभलमा यदि मैले यति हिट लस जोडेँ भने, यहाँदेखि यहाँसम्म भएको हिट लस जोडेँ भने के आउँछ, 3 मा भएको टोटल इनर्जी लेभल आउँछ। यहाँ त्यही गरेको छ। 3 को टोटल इनर्जी लेभल कसरी निकालेको छ भने 4 को टोटल इनर्जी लेभलमा हिट लस ड्यु टु एक्सपान्सन गरेको छ। यो हिट लसको फर्मुला के हुन्छ म एकछिनबाट देखाउँछु। भनेपछि यो 3 को टोटल इनर्जी लेभल आयो क्या आयो नि, अब टोटल इनर्जी लेभल आएको छ भने त्यसपछि के हुन्छ, भेलोसिटी हेड मैले घटाएँ भने, भेलोसिटी हेड भनेको घटाएँ भने के आउँछ, मेरो वाटर सर्फेससम्मको के आउँछ, लेभल आउँछ। अनि वाटर सर्फेससम्मको लेभलमा यदि मैले डेप्थ अफ वाटर घटाएँ भने के आउँछ, 3 को बेड लेभल आयो क्या आयो नि। यहाँ हेरौँ त, टोटल इनर्जी लेभलबाट फेरि बुझ्ने, 3 को टोटल इनर्जी लेभल आइसकेको छ। सो टोटल इनर्जी लेभलबाट मैले भेलोसिटी हेड घटाइदिन्छु। हाम्रो वाटर सर्फेसको के हुन्छ, लेभलसम्मको हामी डिस्टेन्समा पुग्छौँ। अनि वाटर सर्फेसको लेभलमा डेप्थ अफ वाटर घटाइदियो भने के हुन्छ, बेडमा पुगेन। सो यसरी आरएल बेडमा निकाल्न सक्छु। सो यहाँ बुझ्ने, यो 4 कोमा चाहिँ हामी एरिया अफ ट्रापेजोइडलको एरिया युज गर्छौँ चाहिँदा। यो 3 मा रेक्टेङ्गुलरकै युज गर्छु म, यति रेक्टेङ्गुलरको गर्छु, यति ट्रापेजोइडलको गर्छु। ट्रापेजोइडलको लागि गर्दा यो बी भनेको यति लिने, अनि रेक्टेङ्गलको लागि गर्दा यो बी भनेको 15 हुन्छ है त। यहाँ चाहिँ ट्रापेजोइडलको लागि 30 हुन्छ। अनि यो 2 मा पनि के हुन्छ, यो 2 को लागि पनि हामी रेक्टेङ्गुलरकै एरिया चाहिँदा रेक्टेङ्गुलरकै एरिया लिएर हुन्छौँ 3 र 2 मा चाहिँ। अनि यो 4 अनि 1 मा चाहिँ ट्रापेजोइडलको एरिया लिएर हुन्छौँ है त। सो अब ट्रापेजोइडलको एरियाको लागि सो मैले अघि भनिसकेको छु, यो 4 भन्दा यता चाहिँ हाम्रो साइड स्लोप पनि छ क्यानलको, अनि यो 1 भन्दा उता चाहिँ हाम्रो के पनि छ, साइड स्लोप पनि छ। यो बिचमा चाहिँ छैन क्या, यो स्ट्रेट छ क्या, हाम्रो भर्टिकल स्ल्याबहरू स्ट्रेट छ है त। यो यतिमा चाहिँ सो यहाँदेखि उता चाहिँ हाम्रो भर्टिकल स्ल्याब चाहिँ हल्का इन्क्लाइन छ, साइड स्लोप छ, यहाँबाट यता पनि साइड स्लोप छ। सो केही यस्तो छ क्या। सो यो बी छ भने के हुन्छ, बी इन्टु वाइ, अनि पानीको डेप्थ प्लस जेड वाइ स्क्वायर हुन्छ है त, ट्रापेजोइडलको फर्मुला। जेड भनेको साइड स्लोप हामीलाई क्वेसनमा दिएकै छ 1.5:1 भनेर है त। सो त्यसरी हामी एरिया निकाल्न सक्छौँ। अनि त्यसै गरी अब यहाँ हेरौँ है, 3 सम्मको टोटल इनर्जी लेभल आइसक्यो। अब 3 सम्मको टोटल इनर्जी लेभल, अब फेरि यो 2 देखि 3 सम्म जाँदा त यहाँ हिट लस ड्यु टु फ्रिक्सन भइरहेको हुन्छ नि हैन। सो यो हिट लस ड्यु टु फ्रिक्सन मैले यदि 2 को टोटल इनर्जी लेभलमा जोडेँ भने, वा यसरी बुझौँ न, टोटल इनर्जी लेभल 2 कोमा यदि मैले हिट लस ड्यु टु फ्रिक्सन घटाएँ भने 2 देखि 3 सम्म जाँदाको हिट लस मैले घटाएँ भने ड्यु टु फ्रिक्सन, म 3 मा पुग्दाको के यो 3 भन्ने सेक्सनको केमा पुग्छु, टोटल इनर्जी लेभलमा पुग्छु। वा मलाई टोटल इनर्जी लेभल यो 2 भन्ने सेक्सनको लागि, 2 भन्ने सेक्सनको निकाल्नको लागि म टोटल इनर्जी लेभल यो 3 को माइनस हिट लस गर्छु क्या, अनि मात्र म टोटल इनर्जी लेभल 2 कोमा पुग्छु है त। हेरौँ त, टोटल इनर्जी लेभल 2 को भनेको टोटल इनर्जी लेभल 3 माइनस यहाँ माइनस गरेन प्लस गरेँ है त, प्लस हिट लस गरेँ क्या, यहाँदेखि यहाँसम्मको भएको हिट लस, किनकि पानी यसरी फ्लो भइरहेछ नि त हैन। सो यहाँदेखि यहाँसम्म आउँदा हिट लस ड्यु टु फ्रिक्सनले गर्दा केही न केही हिट लस हुन्छ। सो 2 कोमा पुग्नको लागि हेरौँ है, 2 कोबाट हेरौँ है, यहाँ यसरी बुझौँ न, यो 2 भन्ने सेक्सनको टोटल इनर्जी लेभलमा यदि मैले यताको यो हिट लस घटाएँ भने 3 मा भएको टोटल इनर्जी लेभलमा पुग्छु। अब मलाई यताबाट गइरहेको छु नि हैन, क्याल्कुलेसन त म यताबाट गरिरहेको छु। सो के बुझ्नु पऱ्यो, टोटल इनर्जी लेभल 3 कोमा चाहिँ यदि मैले यो बिचको हिट लस जोडेँ भने टोटल इनर्जी लेभल 2 कोमा पुग्छु क्या। 2 को भनेको 3 कोमा हिट लस जोडेको है त, ड्यु टु फ्रिक्सन जोडेको क्या, यो स्ट्रेट पोर्सन छ। सो यहाँ हिट लस ड्यु टु फ्रिक्सन भनेर जोडेँ। त्यसै गरी अब 2 को पनि हामीले यदि
मैले टोटल इनर्जी लेभल निकालिसकेँ भने टोटल इनर्जी लेभलबाट हाम्रो के निकाल्ने भेलोसिटी हेड घटाएर वाटर लेभलसम्मको डिस्टेन्स निकाल्ने आरएल निकाल्ने अनि वाटर लेभलसम्मको डिस्टेन्स आएपछि त नर्मल डेप्थ अफ वाटर घटाइदिने डेप्थ अफ वाटर भनेको त 1.5 मिटर छ सबैतिर है त त्यसै गरी अब आरएल अफ टोटल इनर्जी लेभल वा भनौँ आरएल अफ टोटल इनर्जी लेभल वा टोटल इनर्जी लेभल अफ सेक्सन 11 मा चाहिँ कति हुन्छ भने फेरि त्यसरी नै निकाल्ने हो क्या यहाँदेखि यहाँसम्म जाँदा के भइरहेछ कन्ट्र्याक्सनले गर्दा हिट लस भइरहेछ सो 2 भन्ने सेक्सनको टोटल इनर्जी लेभलमा यदि मैले यति हिट लस जोडेँ भने 1 भन्ने पोर्सनमा पुग्छु क्या किनकि हामी त रिभर्स गइरहेछौँ नि होइन टोटल इनर्जी लेभल 1 भन्ने सेक्सनको निकाल्नको लागि चाहिँ 2 भन्ने सेक्सनको टोटल इनर्जी लेभलमा हिट लस जोडेँ सो यसरी गर्ने अनि नर्मली इमेजिनेसन गर्ने है त सो वाटर लेभलबाट डेप्थ अफ वाटर निकाल्दा चाहिँ हामी बेडको आरएलमा पुग्छौँ त्यसै गरी वाटर लेभलबाट हाई फ्लड लेभलबाट भेलोसिटी हेड जोड्दा चाहिँ टोटल इनर्जी लेभलमा पुगिन्छ सो त्यो दुईवटा फर्मुला बुझ्ने क्या यो बुझ्ने के बुझ्ने भने टोटल इनर्जी लेभलमा हेरौँ है टोटल इनर्जी लेभल निकाल्नको लागि हाई फ्लड लेभल यानि कि वाटरको सर्फेसको लेभल प्लस भेलोसिटी हेड गर्दा टोटल इनर्जी लेभल आउँछ यो बुझ्नु पऱ्यो अर्को भनेको हाई फ्लड लेभल यानि कि वाटरको लेभलमा यदि डेप्थ अफ वाटर घटायौँ भने के हुन्छ बेडको आरएलमा पुगिन्छ भनेर बुझ्नु पऱ्यो यो दुईवटा बुझेपछि स्टेप 3 सक्यो क्या ओके त्यसै गरी स्टेप 4 को लागि हेरौँ है त मैले स्टेप 4 को लागि अघि नै भनिसकेको छु स्टेप 4 मा चाहिँ के गर्छौँ भने ओके यो फिगर नबुझ्ने यो फिगर भनेको यो फिगर बुझ्ने क्या फिगर यो बुझ्ने यो यताउता बुझ्ने है त यसरी फ्लो भइरहेछ भने बुझ्ने अनि साइपनको यो बुझ्ने है त यो कपीको चाहिँ स्टेप्सहरू बुझ्ने फिगर चाहिँ यो कपीबाट नबुझ्ने ओके अनि त्यसै गरी स्टेप 3 मा चाहिँ मैले के भने यसरी फ्लो भइरहेछ भने है त स्टेप 3 मा सक्यो अब स्टेप 4 को लागि चाहिँ म के गर्छु भने हेरौँ है त कति गरेको छ ओके स्टेप 4 को लागि त ट्रान्जिसनको विथ डिजाइन गरिन्छ क्या अब यसको लागि चाहिँ हामी के गर्छौँ भने मित्रजको फर्मुला युज गर्छु यानि कि हेरौँ त यहाँ कन्ट्र्याक्सन भइरहेछ यहाँ के भइरहेछ एक्सपान्सन भइरहेछ सो अब यता हाम्रो 15 मिटर छ यता हाम्रो 30 मिटर छ यो बिचमा चाहिँ विथहरू कति हुन्छ त त्यो डिजाइन गर्छौँ है त सो त्यसको लागि चाहिँ मित्रजको फर्मुला छ यो फर्मुला लाएर म के गर्छु डिजाइन गर्छु कन्ट्र्याक्सनतिर र एक्सपान्सनतिर डिजाइन गर्छु है त यो बिएन भनेको नेचुरल हेरौँ त यो बिएन भनेको यो हुन्छ क्या क्यानलको नेचुरल विथ हुन्छ 30 मिटर भयो बिएफ भनेको यो फिल्म सेक्सनको यानि कि यो ट्रप सेक्सनको ट्रप भनेको त हाम्रो यति भयो नि त होइन यति भयो ट्रप वा यसलाई रेक्टेङ्गुलर ट्रप भनौँ यति भयो सो यसको विथ भयो बिएफ भनेको अनि एलएफ भनेको लेन्थ अफ द यो के भयो प्लेन सेक्सन भयो क्या लेन्थ अफ द प्लेन सेक्सन भनेको फ्लेम सेक्सन वा लेन्थ अफ द ट्रप भनेको चाहिँ यहाँदेखि यहाँसम्मको लेन्थ क्या अब यहाँदेखि यहाँसम्मको लेन्थ भनेको त पानी यसरी फ्लो भइरहेछ नि त हाम्रो होइन सो ड्रेनेज त यसरी फ्लो भइरहेछ यसरी यतिमा फ्लो भइरहेछ सो यो ड्रेनेजको यो विथ भन्नु र लेन्थ अफ द ट्रप भन्नु एउटै हुन्छ क्या किनकि ड्रेनेज त हाम्रो यहाँ यतिबाट फ्लो भइरहेछ होइन यतिबाट यो तलबाट फ्लो भइरहेछ सो ड्रेनेजको विथ भन्नु र यो लेन्थ अफ द ट्रप भन्नु एउटै हो सो त्यो यहाँ राखिदिन्छौँ अनि निकाल्ने है त सो यसरी निकाल्ने क्या निकाल्दा चाहिँ यो 0बाट यता हुँदै जान्छौँ अनि यो 0बाट फेरि यता हुँदै निकाल्छौँ है त 0बाट 2 मिटरको ग्यापमा निकाल्दैछौँ यो विथ चाहिँ कति हुन्छ भनेर निकाल्ने क्या सो स्टेप 4 सक्यो है त अनि स्टेप 5 मा डिजाइन अफ द ट्रप गर्छौँ क्या सो डिजाइन अफ द ट्रप भनेको यसको डिजाइन गर्छौँ क्या यो ट्रपमा चाहिँ हामीले यो कम्पार्टमेन्टहरू कतिवटा राख्ने त त्यसको डिजाइन गर्छौँ यहाँ चाहिँ हामीले के गर्यौँ नर्मली 15 मिटरको हाम्रो ट्रप छ है त यो भनेको त 15 मिटर छ नि त होइन ओके 15 मिटरलाई चाहिँ हामीले 3टा कम्पार्टमेन्टमा डिभाइड गर्यौँ यसरी है त अनि कम्पार्टमेन्टमा डिभाइड गरेपछि अब बिचमा यो इन्टर्नल वालहरू हुन्छ आउटर वालहरू हुन्छ सो इन्टर्नल वालहरू चाहिँ हामीले 0.3 मिटर वाइडको मान्यौँ अनि यो बाहिरको वालहरू चाहिँ हामीले कति मान्यौँ 0.4 मिटरको वाइडको मान्यौँ है त बुझिन्छ अनि त्यसै गरी अघि पो हेरौँ है अघि पो ब्यारेलमा हामीले ब्यारेलको हाइट निकाल्दा है त किनकि पानी त टोटल्ली कम्प्लिट फिल भयो सो डिस्चार्ज इक्वल्स टु ए इन्टु बी गरेर एरिया गरेर यताउता गरेर हामीले हाइट निकाल्यौँ त्यति नै हाइट हुन्थ्यो है त ब्यारेलको हाइट पनि त्यति नै हुन्थ्यो तर यो केसमा त हाम्रो क्यानलमा त पानी यसरी फ्लो भइरहेछ नि त कम्प्लिट फ्लो भएको छ त छैन नि सो यसरी फ्लो भएको छ भने माथि हामी यो क्यानलको यो हाइट जति हाइटमा पानी फ्लो भइरहेछ त्यसमा फ्री बोट जोडेपछि मात्रै हाम्रो के आउँछ यो हरेक अपार्टमेन्टको के आउँछ टोटल हाइट आउँछ है त सो यहाँ त्यही कन्सेप्ट भनेको छ
ओके बुझिन्छ ओके अब यति बुझ्यो भने सो यहाँ अर्को पनि के भनेको छ लेन्थ अफ साइफन ब्यारेल क्या मैले अघि भनिसकेको छ यसको मुनिबाट हाम्रो के हुन्छ ड्रेनेज यसरी फ्लो भइरहेको हुन्छ यति यति पोर्सनबाट ड्रेनेज फ्लो भइरहेको हुन्छ सो यसको मुनि हाम्रो साइफन हुन्छ क्या साइफन भनेको यसरी बेचहरू हुन्छ अपार्टमेन्टहरू जस्तै हुन्छ ड्रेनेजमा नि तलबाट होइन त्यसको लेन्थ भनेको त यसको विथ हुने पऱ्यो नि त होइन सो अब यसको विथ भनेको त 15 मिटर ठिकै छ 15 मिटर भनेको त त्यही अनुसार हामीले गऱ्यौँ तर डिजाइनमा त हामीले के गरेको छ यो वालहरूको विथहरू जोडेर एक्चुअलमा कति हुन्छ त यो एक्चुअलमा कति हुन्छ भनेर निकालेको छौँ होइन विथहरू जोड्यौँ वालहरूको यताउता गरेर एक्चुअलमा 16.4 मिटर भयो क्या अब चाहिँ यो चाहिँ हाम्रो डिजाइनमा 15 परेको थियो हामीले प्रोभाइड गऱ्यौँ 16.4 ठिक छ होइन अनि त्यसै गरी स्टेप 6 मा चाहिँ के गर्छौँ भने साइफन ब्यारेलबाट हेड लस कति हुन्छ त जस्तै यो मुनिबाट ब्यारेल हुन्छ सो त्यो ब्यारेलमा चाहिँ हेड लस कति हुन्छ त त्यो निकाल्छौँ फर्मुला केही यस्तो छ है त v²/2g छ यो भेलोसिटी भनेको अब मैले अघि भनिसकेको छ ब्यारेल हाम्रो 12वटा छ यो केसमा तलबाट गएको होइन सो हरेक ब्यारेलमा भेलोसिटी भनेको त एउटै हुन्छ नि त होइन 2 मिटर हामीले अगाडि निकालिसकेको छौँ सो त्यो राखिदिने अनि आर भनेको त के हुन्छ हाइड्रोलिक रेडियस हुन्छ एरिया अपन प्यारिमिटर हुन्छ अब एरिया अपन प्यारिमिटर गर्दा हेरौँ है एरिया भनेको त ब्यारेलको विथ भनेको 8 मिटर छ हाइट भनेको 2.6 मिटर छ है त एरिया आयो अनि प्यारिमिटर भनेको ब्यारेलमा त कस्तो हुन्छ भने यस्तो हुन्छ नि त होइन सो एउटा ब्यारेल भयो भने पानी यो कम्प्लिट फ्लो भइरहेछ नि त सो प्यारिमिटर भनेको त यो प्लस यो प्लस यो प्लस यो हुने पऱ्यो एउटा ब्यारेलकोबाट गऱ्यौँ क्या अब ब्यारेल भनेको 12वटा छ सो अब यदि मैले 12वटैको लागि गरेँ भने एउटै हो नि त सो एरिया भनेको इन्टु 12 हुन्छ अनि प्यारिमिटर भनेको इन्टु 12को लागि हुन्छ नि त 12 काट्यो अनि टोटलको लागि भन्नु र एउटाको लागि भन्नु एउटै कुरा हो क्या सो यसरी हेड आयो है त सो अब यो हेड लस आएपछि ब्यारेलबाट हुने हेड लस आएपछि त्यो हेड लसमा यदि मैले हाई फ्लड लेभल ड्रेनेज एट अपस्ट्रिम डाउनस्ट्रिम जोड्यो भने के हुन्छ हाई फ्लड लेभल अफ ड्रेनेज एट अपस्ट्रिम आउँछ क्या यो बुझ्ने है पानी यसरी फ्लो भइरहेछ होइन हामीलाई क्वेसनमा दिएको हाई फ्लड लेभल भनेको ड्रेनेजको यो डाउन स्ट्रिमतिरको त्यो डाउन स्ट्रिममा चाहिँ यदि मैले यहाँबाट हुने हेड लस जोडेँ भने के आउँदो रहेछ मेरो अप स्ट्रिमतिरको के आउँदो रहेछ हाई फ्लड लेभल आउँदो रहेछ है त सो स्टेप 6 सक्यो अब स्टेप 7 भनेको अपलिफ्ट प्रेसर निकाल्ने क्या अपलिफ्ट प्रेसरहरूमा ब्यारेलमा चाहिँ त्यो अब मुनिबाट ब्यारेल छ हाम्रो यसरी माथिबाट क्यानल छ होइन यो अलिकति यो भ्यू बनाइयो भने त त्यही छ नि त होइन अब यो स्ल्याबमा चाहिँ अपलिफ्ट प्रेसर कति हुन्छ त त्यो निकाल्नको लागि चाहिँ फर्मुला छ क्या अप स्ट्रिमको हेरौँ है यताको अप स्ट्रिमको हाई फ्लड लेभल माइनस लस अफ इन्ट्री भनेको ब्यारेलबाट यसरी पानी यसरी भित्र फ्लो भइरहेछ नि त होइन ब्यारेलबाट यहाँ इन्ट्रीमा हेड लस कति हुन्छ त्यो अनि माइनस यसको आरएल क्या यो स्ल्याबको यो डाउनवर्डको आरएल फेरि बुझौँ है यो हामीले अपलिफ्ट प्रेसर यसमा कति प्रेसर आइरहेछ त्यो निकाल्नको लागि के गर्यौँ भने इमेजिनेसन गर्ने हाई फ्लड लेभल अप स्ट्रिमको यताको हाई फ्लड लेभल अनि माइनस लस अफ इन्ट्री ब्यारेलबाट भित्र पस्दा इन्ट्रीमा चाहिँ स्टार्टिङमा इन्ट्रीमा चाहिँ कति लस हुन्छ त्यो अनि माइनस यो गऱ्यौँ क्या लेभल यो गऱ्यौँ क्या यो आरएल अफ दिस क्या होइन ओके अब इन्ट्रीको लागि हेड लसको फर्मुला यो छ क्या फर्मुला यो छ सो अघि मैले यहाँ अलिकति फर्मुलाहरू देखाउन बिर्सेछु है त सो कुन फर्मुला देखाउन बिर्सेँ भने एक्सपान्सन कन्ट्र्याक्सनमा फर्मुला के हुन्छ यहाँ मैले लेखेको छ है त सो यसरी हामीले अपलिफ्ट प्रेसर पनि निकाल्न सक्छौँ ओके अब हेरौँ है यहाँ अलिकति च्यालेन्जिङ चाहिँ के हुनसक्छ भने यसको हेरौँ है यसको यो बटमको यो स्ल्याबको बटमको आरएल कति हुन्छ भने यदि मलाई यो क्यानलको बेडको आरएल थाहा छ भने यहाँको आरएल छ भने यो स्ल्याब थिकनेस घटाइदिने क्या अनि यो यहाँको आउँछ कि आउँदैन आरएल आउँछ नि सो स्ल्याबको थिकनेस मैले 0.4 मिटर माने यसरी गर्ने अनि स्टेप 8 मैले इग्नोर गरेँ है त स्टेप 8 हेरिनँ अनि स्टेप 9 मा हेरौँ है स्टेप 9 मा चाहिँ हामी के गर्छौँ मैले अघि भनेको थिएँ यो कटअपको डिजाइन अनि यो प्रोटेक्सन वर्कहरूको डिजाइन गर्छौँ सो अब कटअपको लागि सुरुमा डेप्थ अफ स्कर निकाल्छौँ फर्मुला यो हुन्छ है त सो यो कटअप भनेको त ड्रेनेजकोले दिने हो नि त सो ड्रेनेजको लागि गर्दा ड्रेनेजकै डाटाहरू लिने हो क्या सो ड्रेनेजले गर्दा यानि कि मुनिको ड्रेनेजले गर्दा चाहिँ हाम्रो स्काउर हुने हो सो त्यो ड्रेनेजको भयो अनि त्यसै गरी हाम्रो डेप्थ अफ स्काउर जति हुन्छ त्यसको 1.5 टाइम्स चाहिँ हामी यो के गर्छौँ कटअपको डेप्थ प्रोभाइड गर्छौँ क्या सो यहाँ त्यही भनेको छ डेप्थ अफ कटअप एट अप स्ट्रिम डाउन स्ट्रिम हामीले निकाल्यौँ यो डेप्थ कति हुन्छ भनेर निकाल्यौँ है त त्यसपछि यहाँ अलिकति के बुझ्नुपर्छ भने यो डेप्थ यो आरएल अफ कटअप क्या यहाँको आरएल निकाल्नको लागि चाहिँ यो अलिकति सम्झिनु पऱ्यो क्या यो चाहिँ अलिकति मलाई फरक के हो मलाई बुझिनँ सो यो आरएल चाहिँ कसरी निकालेको छ भने
यहाँको आरएल यो अलिकति अनकमन भयो क्या, अनलोजिकल भनेको यति मात्र हो। सो यो सम्झेर जाने है त। यहाँको आरएल भनेको हाई फ्लड लेभलको आरएल, अप स्ट्रिमको हाई फ्लड लेभलको आरएल माइनस यो डेप्थ गरेको छ क्या यहाँको आरएल निकाल्नको लागि, बुझिन्छ? यहाँ त्यही गरेको छ होइन। अनि यहाँ पनि त्यही हुन्छ क्या, फेरि यहाँ पनि त्यही गरेको छ। यो फर्मुला जस्तो सम्झेर जाने। यो आरएल यहाँको आरएल निकाल्नको लागि चाहिँ यो अप स्ट्रिमको यो डाउन स्ट्रिमको हाई फ्लड लेभल माइनस यो डेप्थ गरेको छ क्या, डेप्थ अफ कट अफ गरेको छ यहाँ आरएल अफ बटम निकाल्नको लागि। हेरौँ त हाई फ्लड लेभल माइनस डेप्थ गरेको छ क्या, डेप्थ अफ कट अफ गरेको छ। सो त्यति गरेपछि यो लेन्थ अफ प्रोटेक्सन चाहिँ कति दिनुपर्छ त, यसको लागि पनि फर्मुला छ क्या, 2 टाइम्स आरएल अप स्ट्रिम बेड। अप स्ट्रिमको लागि प्रोटेक्सन दिनको लागि लेन्थ कतिको दिने त अप स्ट्रिममा भनेर निकाल्नको लागि अप स्ट्रिमको बेड माइनस बटमको आरएल, कट अफको बटमको आरएल। हेरौँ है अप स्ट्रिमको बेड क्या, यताको यो बेड होइन, यो बेड माइनस यहाँको आरएल, दुइटालाई घटाउने अनि इन्टु 2 गरिदिने, यो लेन्थ आउँदो रहेछ। यहाँ त्यही हो क्या, डाउन स्ट्रिमको यो आरएल माइनस यो यहाँको आरएल, कट अफको यो बटमको आरएल इन्टु 2 गरिदिने, हाम्रो क्या यति लेन्थ आउँदो रहेछ। सो योसँगै हाम्रो साइफन एक्युडक्ट सक्यो है त।